कसैले नि एकदम सही भनेको रहेछ कि जीवनमा हामीले जति कम साथी राख्यो नि त्यति आफ्नो लागि राम्रो हुने रहेछ। अब समयको पनि बचत भयो, मेन्टली अनि फिजिकल्ली पनि फ्री हुन पाइयो। अब जति बढी साथी बनाइन्छ आफू त्यति नै बढी इन्गेज हुनु पर्यो नि त। सोच्नु पर्यो, केही न केही कुरा गर्नु पर्यो, उसको लागि समय दिनु पर्यो, भेटघाट गफगाफ। अनि कति पटक त आफूले गरिसके पछाडि केही न केही एक्सपेक्टेसन हुन्छ जुन पूरा भएन भने हामीलाई कस्तो मन दुख्छ नि त हैन। अनि कहिलेकाहीँ उसले सोचे जस्तो आफू पनि बन्न नसकुला। त्यसैले जति कम साथी राख्यो आफू मेन्टली अनि फिजिकली पनि त्यति नै फ्री हुन पाइने रहेछ कि। मैले भन्न खोजे होइन कि साथी बनाउँदै नबनाउनुहोस्। यदि राम्रो साथी छ तपाईलाई उसबाट जहिले पोजिटिभ भाइब्स आउँछ र जीवनमा हरेक कुरा गर्ने उत्साह मिलिरहेको छ भने मलाई त लाग्छ हामीले उसलाई आफ्नो जीवनमा अझ विशेष स्थान दिनुपर्छ। तर एकजनाको कोसिसले मात्र पनि मित्रता रहन्न है। सबभन्दा ठुलो कुरा त नि हामीलाई दुःख या आवश्यकता परेको बेलामा उसको साथ र हात पाइयोस्। कतै यस्तो नहोस् धेरै समय बितिसकेपछि नि हामीलाई अफसोस होस् मित्रता त मैले मात्र निभाएको रहेछु भनेर, या गलत मान्छेमा मैले आफ्नो समय पैसा या अन्य धेरै कुरा खर्चेको रहेछु भनेर। किन